हेलो व्हाट्सअप वेलकम बैक माय न्यू भिडियो। मेरा प्यारा प्यारा साथीभाइहरू अथवा दाजुभाइहरूलाई सबैलाई मेरो आजको शुभ दिनमा स्वागत छ। अनि के कस्तो हुन्छ, एकदम रमाइलो छ आजको दिन होला जस्तो छ, किनभने एकदम रमाइलो नै होला, किनभने यस्तो मौसम हेर्दाखेरि चाहिँ रमाइलो जस्तो छ हैन। किनभने आहा कस्तो दामी बादल आएको छ, कस्तो टक्कर कपडा सपडा यता सब पुरा सुकाएको छ हैन। अनि टक्क आएर मेरो यहाँ बाख्रा पनि खसी पनि पालेको छु क्या गाइसहरू मैले। अनि खसी चाहिँ पाल्नु पर्यो नि त अब होइन, खसी यही हो है, खसी पाल्नुपर्छ जिन्दगीमा अगाडि बढ्नु लागि होइन। केही छैन, भर्खर मुखसुख धुयो अब उठ्यो होइन, त्यस्तै हो गाइसहरू। अब यहाँ बाख्रा साख्रा पालिएर उहाँ हेरेर सक्नु त यो बाख्रा साख्रा पाल्नुपर्छ, जिन्दगी अगाडि बढाउनुपर्छ गाइसहरू। ठिकै छ। अनि दाइ चाहिँ यता हुनुहुन्छ हाम्रो कुकम्यान दाइ, बच्चादेखि खतरनाक हुनु होइन दाइ। अनि यता चाहिँ मम्मी हुनुहुन्छ। मम्मी के गरिदियो हो, के गरिदियो हुनुहुन्छ तपाईँ आज मेरो भ्लगमा? के भन्न चाहनुहुन्छ कि नि? मम्मीको फेरि भनाइ चाहिँ खतरा छ क्या। अनि तपाईँ बुवा हुनुहुन्छ, बुवा के भन्न चाहनुहुन्छ मेरो लाइफमा? मेरो भ्लग हो। अब केटाकेटी राम्रा हुन्, पढाइ लेखाइ राम्रो गर्ने, राम्रै गर्ने भनेको अरू क्या भन्ने। अब भ्लगमा के सपोर्ट केही छोरालाई चाहिँ मैले चाहिँ यत्रो घर बनाइदिएको छु, अब बनाइदिएको छु। अब बसी बसी खाने त नामभन्दा पछाडि गफ नआएर तपाईँ भिडियो मलाई सपोर्ट गर्ने हो कि भ्लग सलग भिडियो बनाउनेमा सपोर्ट भइ त भिडियो बनाउने, राम्रो राम्रो भिडियो बनाउने, देउडा खेल लगाउने, देउडा आफ्नो संस्कृति जगाइराख्ने गाइसहरू न। मलाई चाहिँ घरदेखि एकदम सपोर्ट आइसकेको छ। अब संस्कृति जगाउने हो नि, ठुलो मान्छे हो नि, अलि ऊ हो नि, ठुलो मान्छे भएर कमाउने, नाम निगा चलाउने, त्यही हो भने यति हो। अनि आज चाहिँ के पाक्दैछ हाम्रो घरमा? दाल भात तरकारी। ए ल ठिक छ। अब चाहिँ हामी टक्कर खानासाना पकाउनु पर्ने हुन्छ, अनि खानासाना पकाएर खाइनु पर्ने हुन्छ हल्का। ल गाइजहरू, आजको चाहिँ दिन एकदम शुभ दिन रहेको छ, हेर्न सक्नुहुन्छ। च्यो सो गाइजहरू, मेरो गाडीको लुक्स चाहिँ हेर्न सक्नुहुन्छ। यही हो मेरो गाडीको लुक्स, यो हो नि त फेरि बच्चादेखि। सो गाइज आई एम अ मास्टर सेफ गाइज। अब चाहिँ म मासु पकाउँदै हो होइन, पुरै म सेफ त सेफै हो क्या गाइजहरू। मासु पकाउनु लाग्दै A1 हो क्या। म जान्छु है कस्तो हुन्छ अब है। कस्तो होला झ्याइ होला, दाल झ्वाइ, उही माथिमा घिउ हालेको झ्वाइ। गाईचुर होइन हाम्रो यहाँ खतरनाक हुन्छ क्या फेरि। कुन तरिकाले हाल्ने हो अब? हालु ओहो हो, अरे राम 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 राम। यस्तरी हो क्या गाईचुर दाल बनाउनु, देख्न सक्नुहुन्छ। अब त्यहाँ माया मासु पुग्यो। यस्तो धनिया छ नि, यो यो हो नि त तरिका हाल्ने भनेको। मास्टर पिस भन्छन् क्या माया टोने। ल हजुर मिक्सर आयो, हजुर मिक्सर किन्नुहुन्छ? हजुर किन्नुहुन्छ तपाईँ? किन्नु नि हो? ल हजुर है, नकिन्दैछु म त गएँ। ल गाइसहरू, अनि यही होइन मिक्सर सिक्सर किन्नुपर्छ। बालले भएन बनाउनु जानु लागेको मिक्सर होइन, बिग्रिरह भने यार फेरि यस्तो दिमाग खराब भने बिग्रिएपछि त लास्ट खराब हुन्छ नि त मान्छेहरूलाई। गाइसहरू म चलेको है, बाल छैन म आएको म कुन तरिकाले हेर्छु। कसैलाई बाल छ नि गाइसहरू होइन, म भ्लग सलग बनाउने पारामा कसैको हेर्दैन होइन। जसले जे बनोस् मलाई बाल भएन, आई डोन्ट केयर के गाइस। गाइसहरू म मिक्सर बनाउँदै हिँड्यो पारामा, आमा यस्तो पारामा हिँडिरहेको छु नि म। अनि यता चाहिँ दुईवटा कार रहेछ होइन, कसको कार हो म यसो साथीलाई सोधेर आउँछु के हुन्छ कस्तो हुन्छ। ओहो राम राम साथी, के छ साथी? ठिक छ नि? हामी मेरो भ्लगमा के भन्न चाहन्छु कि नि, तर साथीको चाहिँ मलाई कपाल चाहिँ बवाल लाग्यो कि। के हो यो?
यो मिक्सर हो कि म आज एउटा गिभवे गरिरहेको छु जसले मलाई सब्सक्राइब गर्छ त्यसलाई सिधै एउटा मिक्सर दियो बबाल चाहिँ मेरो साथीको बबाल छ क्या देख्न सक्नुहुन्छ ओ नमस्ते अङ्कल के गर्दै हुनुहुन्छ तपाईँ अङ्कललाई चिन्ने दियो सबैले आउँदा आउँदा सोल्टी होटलमा गाइस होइन यस्तो लस सब व्यवस्था रहेको छ एकदम बबाल हुन्छ यहाँ व्यवस्था ल गाइसहरू म अब मिक्सर पुऱ्याउँछु होइन के कस्तो हुन्छ आजको दिन रमाइलो होला जस्तो छ सो गाइजहरू अब चाहिँ हामी म खानासाना खाएर आइसकेको छु अब जान लागि देख्न सक्नुहुन्छ जङ्गल हामी जङ्गलमा छौँ र जङ्गलमा के गर्न आयौँ आज हामी स्विमिङ गर्न आएको छौँ गाइजहरू ल स्विमिङ गरेर जान्छौँ कस्तो हुन्छ के हुन्छ होइन तर पानी बढिरहेको छ त यार बाटो हो त्यो ल अब चाहिँ हामी अगाडि बढ्नेछौँ ल साथीभाइहरू बबाल सिन्छ है ल पहाडको भ्यू फिल आयो हेर यसरी हेर्न सक्नुहुन्छ होइन पहाडका मान्छेहरू यसरी गाडीमा आउँछ अब चाहिँ हामी पुगिसकेको छौँ हेलो 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 छोटो भाइ के छ मेरो भाइ बाई बाई टाटा कस्तो उकालो छ हेर्न सक्नुहुन्छ उहाँहरू कस्तो उकालो यस्तो उकालोमा नि तान्नु भन्यो धेरै ठुलो कुरा हान्ड्रोको स्कुटीले गाइजहरू सो गाइजहरू अब चाहिँ हाम्रो निक्लिसकेको छ ड्राई पिकनिक अनि यताबाट चाहिँ जाने ठाउँ छ गाइजहरू होइन अनि यति हो सो गाइज अनि यो गल्ली हुँदै अब हामीले जानुपर्ने हुन्छ तलतिर गएर अनि एक डुबी त हान्नै पर्छ यस्तो गर्मीले मलाई च्यालेन्ज ओभरै च्यालेन्ज दियो गाइज ओभरै च्यालेन्ज भन्यो नि यस्तो तात्यानी मेरो दिमाग अनि आरामले पानीमा मुख हाल्छु अनि मजाले आउने हो गाइजहरू होइन यही हो ठाउँ अन्त हामी छ है गाइजहरू बाटो चाहिँ एकदमै युनिक रहेछ क्या मतलब पहिला पहाडैतिर पुरै पहाडको भाइब आउँछ कि यतातिर आएपछि भेरी ब्युटिफुल आमाम यस्तो दामी छ नि यतातिर आहा पुरै पहाडको भाइब आइरहेछ मेरो दिमाग खराब भइरहेछ गाइजहरू तातेर अब चाहिँ मस्तले चिसो पानीमा नुहाउने हो ल गाइजहरू है तपाईँहरूले देखाउने छु गाइजहरू तालको बारेमा यस्तो दामी छ आहा गाइजहरू दामी ताल रहेछ निलो हेर्न सक्नुहुन्छ यार गाइजहरू सो गाइस एकदम मजा आयो गाइसहरू अहिले नुहाएको त ओहो गाइजहरू के भन्ने एकदमै हावा चलिरहेको छ एकदम चिसो छ होइन त्यो पनि एकदम रमाइलो आइरहेको छ गाइजहरू फिलिङ चाहिँ भइरहेको छ है स्विमिङ पुल भन्दा नि ओभरै फिलिङ भइरहेको छ कस्तो मजा आयो यार आहा चिसो पनि हावा चल्यो अहिले अहिले चाहिँ लास्टै उ भयो यार राजा अन्त घाम छैन राजा यार गाइसहरू एकदम पहिलो ठाउँ छ गाइजहरूको गाइजहरू एकदम रमाइलो छ ठाउँ छ होइन आउँदा भयो एकदम रमाइलो गाइस चिलिङ गाइस नो ड्रिलिङ गाइस थोरै त खिलाउँछ राजा यार थोरै खिलाउन यार यस्तो हो राजाको साथमा म चाहिँ भोलि थोरै एक्लै खाएर लामो ओपी गाइस ओपी अब चाहिँ हामी रमाइलो गर्दै चिलिङमा उफ गाइस आहा यस्तो मजाको तालमा यस्तरी चिसो हाल्दै खाएपछि त मजा आउला है गाइसहरू मजा एकदम उफ गाइसहरू एकदम रमाइलो छ है आहा कस्तो लाग्यो राजा बवाल छ नि ए डुनोट खाऊ न डुनोट यार गाइसहरू ड्राई पिकनिक भनेको यो हो कि एकदमै मिठो गाइस एकदम मिठो डुनोट मजाको छ होइन त्यही हो एकदम मजा आइछ हावा जस्तै मलाई हुन न मन छ ल गाइजहरू चेस ल एकदम मजा ठाउँ छ गाइजहरू होइन पिस एकदमै पिस शान्ति कसैको डर छैन कसैको भर छैन यता हामी मात्र दुईजना कोही पनि छैन एकदमै मिठो यस्तो हो हाम्रो प्लान चाहिँ मासु चाहिँ पकाएर खाने थियो मासु चाहिँ अब आफ्नै घरमा पाकेको थियो के मासु पकाउने भनेर आएको छ हेर केटा ठिकै छ घरमा मासु पाकेको थियो मासु खाइयो कहाँ यहाँ मासु खाने भनेर यसो ड्राई पिकनिक गरौँ भनेर आएको पिकनिक गर्नको लागि साथी चाहिन्न बस मिल्ने कोही हुनु पर्यो यस्तो टक्क बाटो होइन पुगिन्छ गाइजहरू त्यही हो फाइनली
चेज गर्यो खाए गली गली राहत चली जियो रे बाहुबली ला 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 अरे भाइ ल गाइज हाम्रो चाहिँ यो चाहिँ कपडा जसरी नै हामीले मिसन कम्प्लिट भयो यहाँ राख्ने गली गली राहत चली जियो रे बाहुबली ओइ ओइ कोकोडा लाए ओइ कोकोडाइल ओ कोकोडाइल I'm chilling with my life. So guys, I am chilling my water tank swimming pool. What? Wait. So guys, सुरु हैन रमाउनु पर्छ के हैन त बाल भयो हैन कस्तो मजाको फिल आइराछ गाइस मजा सो गाइजहरु नि यता चाहिँ राजा उल्टी हान्ने भनेर ट्राई गरा ल उल्टी हान हान्दियो म्याड हुन्छ परे पर्ला मसु बिहोर्ने मसु टाउको उठेन मैले ल्यान्छु ठाउँमा ल हान के पनि हान ओइ तो गाइस ने लोटी सकेका छन् है ए उठाउन बाजेले उठाउन जाऊ न यार अरे बजे दार खाऊ मान्छेले यस्तो बाटोमा उ गर्ने हैन त हात तेरीका धन्नेले यहाँ गिरे बाकी हुन्थ्यो नि हातले उठो बाजे उठो हात तेरीका बाचे यारिन त समात्यो उठो बाजे उठो यहाँ मेरो हात समात पानी दारू खाएर यत्रो दारू खाएर रोको आरामले यस्तो तालले दारू खाएपछि त कहाँबाट हुन्छ आरामले यस्तो तालले दारू खाएपछि त कहाँबाट हुन्छ बाजे हेर यसो चोट लाएर आरामले यहाँ आएर अहिले मर्ने थिएँ नि यहाँ सट्टै हिँड्नु तपाईँको बुढा हुन् दारू कसले खिलायो यत्रो अझै अरे राम के भयो हजुर नुहाउनु नि अनि तपाईँको भने चाहिँ के हो गाईहरू घडीभित्र पानी पढेर तना भइ ल अब त कपडा सपडा लाएर बटियो है गाईहरू अब त चल्दिनु आएको एकदम पारामा मेरो दाइ चाहिँ उता माथि गइसकेको छ